बिना ढेउआ के फ्री वीसा, फ्री टिकट, फ्री के मतलब बिना ढेउआ के वीसा मिलते हैं, बिना ढेउआ के टिकट मिलते हैं। विदेश में न जाए, देश में रोजगारी होए, अपन गांव में, अपन जिला में, अपन देश में ओकरा काम करे के मौका मिले। नेपाली जनताहरू कतिका भेडा छन् भन्ने कुरा आज म तपाईलाई प्रुभ गरेर देखाउनेछु। उनी हुन् देशको पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल। उहाँले 2009 25 मईदेखि लिएर 2011 6 फेब्रुअरीसम्म देशको प्राइम मिनिस्टर भएर देशलाई योगदान दिएका हुन्। यति मात्रै हैन, उनले मिनिस्ट्री अफ फरेन अफेयर्स एन्ड डिफेन्समा रही आफ्नो कार्यभार पनि सम्हालेका हुन्। उनी नेपाल कम्युनिस्ट पार्टीको जेनरल सेक्रेटरी हुन्। कुरा के छ भन्दाखेरि तपाई कतिसम्म नेपाली जनतालाई मूर्ख बनाउनुहुन्छ त? कहिलेसम्म नेपाली जनताले मूर्ख बनाउनुहुन्छ त? तपाईको कुरा पहाडमा कसैले सुनेन भने अब तराईतिर आएर तराईवासीलाई नै आफ्नो शिकार बनाउन खोज्दै हुनुहुन्छ भन्ने कुरा स्पष्टै यो भिडियोबाट देखिन्छ। योभन्दा पहिलेको चुनावमा देशबाट बाहिर जानको लागि फ्रीमा टिकट दिने, यो दिने त्यो दिने कुरा युवाहरू समक्ष गर्नुहुन्छ। बिना ढेउआ के फ्री वीसा, फ्री टिकट, फ्री के मतलब बिना ढेउआ के। यसपालिको चुनावमा देशमै रोजगार खुल्छ, देशमै बस्नुपर्छ हैन, देशमै केही गर्नुपर्छ भन्ने कुरा गर्ने, तर जसरी पनि इलेक्सन चाहिँ जित्ने हो। तपाईको मोटिभ त्यो हुन सक्छ, तर अबको नेपाल नयाँ नेपाल हो। यहाँ तपाईले गरेको त्यो झुठो प्रोमिसहरू अब चल्ने छैन। पहिलेको कन्डिसन के थियो त भन्दाखेरि तराईको मधेसको जनताहरू त्यतिको एजुकेटेड थिएन। उनीहरू आफ्नो खेतीमा लागेर होस्, जे कारणले गर्दा होस्, एजुकेसनको त्यति पहुँच थिएन। तर अब के भइसकेछ भन्दाखेरि अब सायद म त भन्छु नेपालमै सबभन्दा बढी एजुकेटेड र टेक्निकल म्यान पावर भनेपछि त तराईबाटै निस्किन्छ। प्राविधिक होस् वा प्रशासनको होस्, तराईबाट थुप्रै निस्किरहेका छन्। र यस्तो कन्डिसनमा आएर तपाईँ अहिले पनि त्यही पुरानो कुरा गर्नुहुन्छ भने त्यो कुरा सरासर तपाईले नै घाटा हुन्छ भन्ने कुरा म भन्न चाहन्छु। यदि बोल्नु नै छ भने एउटा सम्मेलन गर्नुहोस् न, जसमा देशको तराईकै प्राविधिक मान्छेहरू, टेक्निकल माइन्ड पावरहरूसँग बसेर कुरा गर्नुहोस् न, आफ्नो एजेन्डा राख्नुहोस् न। अनएजुकेटेड हैन, ओल्ड एज हैन, बुढापाकाहरूसँग बसेर त्यस्तो कुरा गर्नुहुन्छ। मैले यहाँ यो भन्न खोजेको होइन कि देशको पोलिटिसियन्सहरूलाई देशको जनताहरू समक्ष आफ्नो पोलिटिकल एजेन्डाहरू राख्नु हुँदैन, आफ्नो फ्युचर प्लानहरू राख्नु हुँदैन। मैले यहाँ यो कुरा भन्न खोजेकै होइन। म त के भन्न चाहन्छु भन्दाखेरि यदि तपाईँ पोलिटिसियन हुनुहुन्छ भने र तपाईलाई आफै आफ्नो प्लानको बारे, आफ्नो पोलिटिकल एजेन्डा बारे थाहा छैन भने तपाईँ कसरी पोलिटिक्स गर्न सक्नुहुन्छ? तपाईँ कसरी एउटा राम्रो सरकार बनाउन सक्नुहुन्छ, राम्रो देश बनाउन सक्नुहुन्छ? कहिले भन्नुहुन्छ कि म यो गर्छु, फेरि अर्को चुनावमा भन्नुहुन्छ हैन म यो होइन, म यो गर्छु। यसले साफ के झल्काउँछ त भन्दाखेरि तपाईँ भित्रबाटै यो इलेक्सन मात्रै जित्न चाहनुहुन्छ। कृपया गरेर अब दुईटा अनुहार लिएर नेपाली पोलिटिक्समा नआइदिनु होला, किनभने अबको नेपाललाई साँच्चीकै एउटा ट्रु लिडरको आवश्यकता छ। यदि तपाईलाई थाहा छैन साथीहरू भने म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि नेपालको एन्टी करप्सन एजेन्सीले यानि कि CIA ले यही माधव कुमार नेपाल र 92 जना अरू 92 जनालाई पतञ्जलि योगपीठ नेपाललाई यिनीहरूले 815 रोपनी जग्गा काभ्रे पलाञ्चोकमा इलिगली दिएका हुन्। र यो कुरा उनीहरूले इन्भेस्टिगेट गर्दाखेरि माधव कुमार नेपाललाई मेम्बर अफ हाउस अफ रिप्रेजेन्टेटिभबाट पनि बर्खास्त गरेको हो। र यो स्क्याममा देशलाई झन्डै 185 मिलियन नेपाली रुपिसको लोस भएको छ। र यस्ता करप्ट पोलिटिसियनहरूले फेरि तपाईँ हाम्रै तराईमा मधेसमा आएर यस्तो कुरा गर्दाखेरि तपाईँलाई र हामीलाई एकदमै सतर्क रहनु पर्ने हुन्छ साथीहरू। र यो स्क्याम बारे त द इन्डियन एक्सप्रेस अनि ANI न्युजले पनि आफ्नो हेडलाइनमा छापेकै हो। म यो भिडियो हेर्ने देशको सम्पूर्ण जनताहरूसँग यो कुरा एकदमै हम्बल तरिकाले रिक्वेस्ट गर्न चाहन्छु कि अबको आउँदै गरेको फागुन 21 गतेको इलेक्सनमा अब त हामी एजुकेटेड छौँ, अब त देशको कार्यभार तपाईको र हाम्रो हातमा छ। तपाईले र हामीले चाहियौँ भने देश एकदमै राम्रो बन्न सक्छ साथीहरू।
करप्सन 0 हुन सक्छ साथीहरु। त्यो मोटिभका साथ करप्ट लिडरको कुरामा नआएर को सही हो को गलत हो बारे डिसिजन लिएर आफ्नो मनले जसलाई चाहन्छ त्यो व्यक्तिलाई उसको चरित्र हेरेर, उसको क्यारेक्टर हेरेर, उसको एजुकेसनल क्वालिफिकेसन हेरेर, उसले गरेको राम्रो काम हेरेर मात्रै भोट हालौँ। यो हामीलाई भेडा बनाउने जुन चलन छ त्यो चलनको अन्त्य हुनुपर्छ साथीहरु। अब हामी भेडा हैनौँ, अब हामी देशको एजुकेटेड पर्सनल हौँ। हामीले देशलाई मिलेर बनाउन सक्छौँ। अब हामीमा दक्षता छ। हस्त साथीहरु, यति भन्दै म आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद।